Hello everyone, let's make sweet potato chapati. म चाहिँ एउटा अन्डा लिएको छु, त्यसपछि सम स्विट पोटेटो चाहिँ पकाएर यस्तो सफा गरेर धोएर राखेको छु। अनि यो ओट्स लिएको छु है, यो चाहिँ इन्स्ट्यान्ट ओट हो। अनि म चाहिँ ओट्सलाई यो ग्राइन्डरमा यसरी राखेको छु, मिक्स गर्नलाई पछि पाउडर बनाउनलाई है। पाउडर चाहिँ यस्तो हुन्छ, मिक्स गरिसकेपछि चाहिँ ग्राइन्ड गरिसकेपछि यस्तो हुन्छ। अनि मैले स्विट पोटेटो उमालेर राखेको थिएँ अघि, कुकरमा चाहिँ 2 सिटी, अनि नर्मल चाहिँ त्यही 10-15 मिनट राख्नुपर्छ। अनि त्यही पिठोमा मैले त्यही उसिनेर राखेको स्विट पोटेटो अनि अन्डा राखेँ। अनि मैले त्यसलाई चाहिँ त्यो म्यासरले मिक्स गर्नुभन्दा पनि हातले मिक्स गर्दा बेटर होला जस्तो लागेर हातले मिक्स गरेँ। मिक्स 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 गरिसकेपछि यस्तो बन्छ है, यस्तो बन्छ। अनि यस्तो बनेपछि चाहिँ मैले यस्तो आकार दिएँ, चप जस्तै भनौँ न, चपको आकार हुन्छ नि त्यस्तै गरेँ। अनि प्यानमा थोरै घिउ हालेर यसरी राखेँ। राम्रो त भएको छैन होइन, त्यही पनि खाँदाखेरि एकदम डेलिसियस हुन्छ क्या। हल्का फल्का फुटेको छ, त्यही पनि मिठो हुन्छ खाँदाखेरि। अनि लास्टमा चाहिँ यस्तो देखियो, राम्रो त भएको छैन, तर रोनीले चाहिँ एकदम मजाले खायो क्या, इन्जोय गरेर। मिठो हुन्छ लास्टमा खाँदाखेरि चाहिँ है।